सो अलवेज ब्याक टु दिस च्यानल र मेरो डे टु मिनी ब्लगमा तपाईँलाई स्वागत छ। र कलेजतर्फ लाग्दै थिएँ र बाटोमा चाहिँ यो बरको रुखले चाहिँ ओभरै डिस्टर्ब गर्छ हिँड्नु पनि। र कलेज पुगेको मात्रै थिएँ र साथीले चाहिँ मलाई चाहिँ अरे सुजलदा बिग फ्यान भन्दै थियो र मैले पनि हातहरू मिलाइदिइहालेँ। र त्यसपछि चाहिँ हामी कलेज पनि पुगिसकेको थियो र हाम्रो एसेम्ब्लीहरू सकेर चाहिँ अब क्लासतिर लाग्नुपर्ने हुन्छ। र यता हेरेको जोइद दा चाहिँ अब एभ्री टाइम चाहिँ कमेडी गरिरहेको हुन्छ हाम्रो क्लासमा चाहिँ एन्टरटेनमेन्ट गरिदिन्छ जहिले जतिखेर पनि। र त्यसपछि चाहिँ हामी बाहिरतिर निस्कियो र यता हेरेको जोइद दाले चाहिँ हामी त साह्रै माया लाग्दो भयो, टाँक पनि छैन भन्दै थियो हो। यताउता हेर्दै दिलाइ गर्दै थियो। अन्त नयाँ ब्याग चाहिँ देखाएको थियो जोइद दाले चाहिँ नयाँ ब्याग किनेको रहेछ हो। र त्यसपछि चाहिँ हामी रुम पनि आयो र रुममा चाहिँ पानी नै थिएन र जोइद दाले हेर्दै थियो। र यता जोइद दाको बस्ने रुम चाहिँ यही हो, टेरिसबाट चाहिँ भ्यू चाहिँ यस्तै छ माथिको। र मुनि रुममा चाहिँ गएको फ्यानै चलेको छैन, यस्तो गरम हुन्छ बर्दाङमा चाहिँ। र त्यसपछि चाहिँ बनाउनुतिर लाग्यो हामी चाहिँ फ्यान। अन्त यो फ्यानको चाहिँ तार मात्रै लुज भएको रहेछ र ठिकठाक गरेर चाहिँ अन्त यतिको चल्ने त भइगयो भनेर चाहिँ हामी खाजा खान गयो क्यान्टिनमा। र खाजा खाएर चाहिँ अब कलेज गेट पुगेको मात्रै थियो र साथीको बाइक चाहिँ लडाइदिएछ भनेर चाहिँ हेर्दै थियो यताउता। अन्त त्यसपछि चाहिँ यहाँ चाहिँ अचानक भेला भयो। किन भेला भएको रहेछ भन्दाखेरि चाहिँ ग्याङ फाइट रहेछ नि त। र ग्याङ फाइट चाहिँ खेल्नु चाहिँ खेलेन, हौडेको त्यो बाहाना मात्रै थियो। र त्यसपछि क्लासतिर गयो हामी चाहिँ। अन्त क्लासमा गएर चाहिँ म चाहिँ त्यही हो आजभोलि चाहिँ पुरा लेख्नुपर्नेहरू छ, अन्त त्यही लेख्दै थिएँ। र आजको पनि मेरो यो सानो मिनी ब्लग यतिमै इन्ड गर्दैछु र होप यु गाइस लभ इट एन्ड लाइक इट।